बीचको ममतालाई चिर्दै टेलिफोनको घन्टी बज्यो। चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आशमा मैले उनका सबै गुनासाहरू सुनिरहेँ। सायद उनी मबाट टाढा जान चाहन्छन्, यसैलाई खुसी मिल्छ झै लाग्यो होला। म पनि त त्यही चाहन्छु, तिम्रो खुसी। मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन, कम्तीमा आज भए पनि अन्तिम पटक भेटिदेऊ। जाँदा माया हाँस्दै जानुला, खुसी सबैसँग लिलानुला, यादहरूमा मै बाँचौँला, कहानी यो अधुरै साँचौँला। किन माया बस्छ आफै दुख्ला